हेलो, आज हामी मोमो खान साथी घर जाँदैछौँ। हातमा 1 केजी टमाटर, 1 केजी मैदा र चाहिने सामानहरू बोकेर। र यो हो हाम्रो जिरीगान्टिङको डेली बजार, जहाँ अर्ग्यानिक सागसब्जी र सिजनको फलमूल पाइने गर्छ। हुन त यो बजार ठुलो लाग्छ, तर आज चाहिँ ब्ल्याक डे भएकोले दोकानहरू कम्ती आएछन्। हामी 2 बजीको टन्टलापुर चर्केको घाममा रुममा छाता छोडेर जाँदैछौँ र केही छिनपछि हामीलाई लाग्यो हाम्रो सनस्क्रिमले काम गर्दैन भनेर, र हामीले सल पनि ओढ्ने निर्णय गरेर अघि बढ्यौँ। र केही छिनपछि नै हामी यहाँ साथीको घर पुग्न आँट्यौँ। यो अलिकति भिरालो बाटो छ, उकालो, अदुवा खेतीको छेउछाउ, अदुवा बगानको छेउछाउ। र यहाँ थोरै अदुवा बगान देखिन्छ। अदुवा बगान त धेरै छ, थोरै देखिन्छ। र फाइनली हामी साथी घर पुग्यौँ। यी हाम्री साथी हुन्। पुग्ने साथसाथै हामी मिसन मोमोतिर लाग्यौँ। मैदा गुडेर, प्याज काटेर र सोयाबिन ढडियाएर हामीले सुरु गऱ्यौँ। यो हाम्रो सिलौटोमा पिसेको चटनी र यो मोमो चाहिँ हामीले धेरै बनाएका थियौँ। 3 बान जति पाकेपछि हामीले ट्राई गर्न थाल्यौँ र हामीले आफूले बनाएको मोमो आफू खाँदै खुस हुँदैछौँ। मोमो साँच्चैमा टेस्टी बनिएको थियो। हुन त यो उज्यालो अनुहारहरूले पक्कै भन्दै होला मोमो टेस्टी बनिएको थियो भनेर। यो हुन् हाम्री घरबेटी साथी, एकदम मोमो खानमा व्यस्त छिन्। एकदम मिठो गरी देख्दै खाउँ खाउँ लाग्ने गरी हामीले मोमो खायौँ। फाइनली 1 केजी मैदाको मोमो हामीले खाइसक्यौँ। र अब भने तल बस्न नसक्ने भएर चेयरमा बसेर हामीले फिटनेस फ्रिक जसरी हेल्थ कन्सियस भएर डाइटको र हेल्दी फुडको खानेको कुरा गर्दैछौँ 1 केजी मैदा खाइसकेपछि। र केही छिन गफगाफ गरेर, हाँसी मजाक गरेर हामी निस्किने तरखर गर्छौँ, किनभने अँध्यारो पनि भइसकेको थियो। हामी घाम लाग्दा गएको मान्छे स्ट्रिट लाइटमा घर फर्क्यौँ।